दर्शकबिन यतिखेर हामी गुल्मी दरबार गाउँपालिका वडा नम्बर 4 बिरबास मिसुका भन्ने स्थानमा आइपुगिसकेका छौँ र यतिखेर गुल्मी दरबार गाउँपालिका वडा नम्बर 4 बिरबास बिहानी युवा क्लबको आज 19औं वार्षिक उत्सव कार्यक्रमको अन्तिम दिन अर्थात् साबिकको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र अन्य कार्यक्रमहरू हुँदैछ। यस विषयमा तपाईहरुलाई चाहिँ हामी सम्पूर्ण यहाँको कार्यक्रमहरुका भिडियोहरु तपाईमाझ हामी प्रस्तुत गर्न गइरहेका छौं। कार्यक्रमहरु सुरुदेखि अन्त्यसम्म हेरेर हामीलाई साथ दिनु होला भन्न चाहन्छु। र यतिखेर लगत्तै भलिबल फाइनल गेममा महिलातर्फको गेम चाहिँ अब लगत्तै सुरु हुँदैछ। महिलातर्फको गेममा चाहिँ फाइनल अवस्थामा पुग्न सफल खेलाडीहरू हुनुहुन्छ बलिथुम युवा क्लबका खेलाडी बहिनीहरू र चन्देश्वर युवा क्लब जिमी भर्सेस चाहिँ खेल हुन लगत्तै जाँदैछ र भिडियो हेरिरहनु होला। के छ आरामै हुन्छ। अब फाइनल गेम अब लगत्तै सुरु हुँदैछ। हजुर कुन टिमको सपोर्टमा हुनुहुन्छ? कसले जित्ला जस्तो लाग्छ तपाईहरुलाई? कसले जित्यो त्यो सपोर्ट हो र। खेल चाहिँ हजुर त्यसलाई चाहिँ सम्मान गरिन्छ है। हजुर धन्यवाद है। हजुर नमस्कार। के छ आरामै हुन्छ? के छ तपाई कुन टिमको सपोर्टमा हुनुहुन्छ अहिले? म त भनौं यो के अरे बलिथुमको सपोर्टमा हुनुहुन्छ। खेल चाहिँ राम्रो छ बलिथुमको जस्तो लाग्छ। धन्यवाद है सर। रिया रेशमी जर्सी नंबर 1, रतला रेशमी जर्सी नंबर 4, नैना रेशमी जर्सी नंबर 5, कृष्णा रेशमी जर्सी नंबर 2, दिनका सोमरे जर्सी नंबर 9 र टिम कोटमा हुनुहुन्छ मिलन रेशमी। जिनिम नगर जर्सी नंबर 4 टीम कैप्टन कृष्णा सिरपाली जर्सी नंबर 5, मीना सोनी जर्सी नंबर 6, लुकु सुरेश जर्सी नंबर 7, मनीषा सर्पिंगी जर्सी नंबर 8, धोनी थापाबागर जर्सी नंबर 11, धोनी माचकोटी रेजिना खड्का, टीम प्रशिक्षक कमल श्रेष्ठ र टीम व्यवस्थापकमा हुनुहुन्छ प्रकाश सर्पिंगी मगर। यो खेल भने पुस्ता 5 को हुनेछ। रेफरीद्वारा खेल सञ्चालन भइसकेको छ। सर्भिस दिने क्रममा चण्डेश्वर युवा क्लबका खेलाडी मित्र जर्सी नम्बर 1 निशा सारू प्रहार गर्दै खेल्न खेल्न सफल बलिथुम युवा क्लब निलो नपरेको छ 1-0। सर्भिस दिने क्रममा बलिथुम युवा क्लब निलोका खेलाडी मित्र जर्सी नम्बर 6 बलिथुम युवा क्लब निलोलाई नगरेको छ 5-1। त्यसको फाइदा चण्डेश्वरीलाई नम्बर रहेको छ 2-5। यसको फाइदा बलिथुम युवा क्लब निलोलाई नम्बर रहेको छ 6-2। सर्भिस दिने क्रममा जर्सी नम्बर 7
नदेखि ठिक हुन्थ्यो ओ यहाँ राखेको डाँडादेखि यस्तो राम्रो देखिन्छ तल ट्याक्क Sudah servis ini kerana jersey nomor 4. त्यहाँ होइन त्यता अलिक टाढा पर्छ दर्शकबिन नम्बर सुन्न सक्नुहुनेछ यतिखेर चन्देश्वरी युवा क्लब भर्सेस बलिथुम युवा क्लबका महिला तर्फको फाइनल गेममा दुई बीच प्रतिस्पर्धा भइरहेको छ खेल एकदम रोचक भइरहेको छ र यो पहिलो सेटको गेम हो यो बलिथुम युवा क्लब निडोलाई नम्बरको 12 बसाल्न भनौँ servis ini kerana jersey nomor 4. Ball berpasang ke bawah kepada Balithum Yuwa Club Nidolan nomor 92. Servis ini kerana jersey nomor 7. Bola istifadah Candisari lai nomor 4 ball jalina istifadah Puna Candisari lai nomor 17-20 Puna servis ini kerana jersey nomor 9 ball jalina istifadah Puna Candisari lai nomor 18-20 Bye. Usually, this is after half part of the house, Balithum Yuwa Club Nido. Khiladian lai tadi rasi jangku semesta berhubungan dengan Balithum Yuwa Club. Niloga khiladi mitra jersey nomor 5. Bola bisa dikatakan sama Sultan Besari Kamera kita 1-0 nomor Balithum Yuwa Club Nidolan nomor 1-0 servis digunakan jersey nomor 6
Party. Qualification kelas 3. Nomor kita 2-1. Sudah sakti. यहाँ जिउहार आगर नानी हो Nomor 1. Qualification kelas 3. Nomor kita 55. दूसरा भोगिन्डो टिम त गोट के मारेगा Ball out. Mr. Haida. Satu serilai. Nomor kita 6-16. और हिउँ खाएर हान्छ अब ल भाले ठोगा यहाँ न ल उठ्यो ल भयो नि दोबारा भन्नै लाइन दुदा हेरे मान्छे हेरेर Miseri. Besok. Apa Nasahal. Qualification kelas 3. Nomor 5. Qualification kelas 3 mulai. Nomor kita 5-1. Terus dikatakan bersama nomor 4. Qualification kelas 3 mulai. Nomor kita 2-1. Tunggu serilai nomor kita 2-2. Qualification kelas 3 mulai. Nomor kita 7-2. Bola sudah lakukan. Qualification kelas 3 mulai. Nomor kita 7-2. Nomor 1. Qualification kelas 3. Nomor kita 11-2. Bisa juga berdiri. Terus tersa. Final phase menjadi depan. ठिक छ बसेर Sudah सक्सेसफुल बनेर बस्छु परिवर्तन सुरु गर्नु
प्रतिस्पर्धा हुन गइरहेको छ कुनै कुनका खेलाडीहरू तयारीहरू समावेश हुँदैला हजार बसे हुन्छ ड्याममा बलपुरको टुर्नामेन्ट नम्बर 22 लगातार पत्थर यसपछि लगत्तै ओखलढुङ्गा ग्वाडी र शिवशक्ति बाक्रे बिच चाहिँ फाइनल गेम चाहिँ हुन गइरहेको छ। भिडियो चाहिँ हेर्दै रहनुहोला।
खतरा खिच्नु लागि नि आफूले यतापट्टि आएन कि सूर्य पुरेर ल्याउनु न उठेर भिडियो चाहिँ खतरा खतरा खिच्नु लाग्नु तपाईँलाई राम्रो खिच्नु पऱ्यो